नमस्ते, मेरो नाम सजिना खड्का। म ब्रिटिस कलेजको एउटा एक पीडित विद्यार्थी हुँ। हामी विद्यार्थीहरू एडमिसन लिँदा ठुलो सपना देखाइन्छ। गुणस्तरीय शिक्षा, सुरक्षित भविष्य, राम्रो अवसर र अन्तर्राष्ट्रिय मान्यताको कुरा गरिन्छ। तर जब हामी कलेजभित्र छिर्छौँ, वास्तविकता ती आवश्यकतासँग मेल खाँदैन। एकाडेमिक सिस्टम, म्यानेजमेन्ट, ट्रान्सपेरेन्सी र स्टुडेन्ट सपोर्टको विषयमा हामी निरन्तर समस्यामा परिरहनेछौँ। जब म एडमिसनको लागि ब्रिटिस कलेज गएको थिएँ बाबासँग, त्यहाँनेरि मलाई काउन्सिलिङ गर्दाखेरि धेरै कुराहरू उहाँहरूले भन्नुभएको थियो जुन त्यो रियल लाइफमा मेल खान भएन। जस्तै एडमिसन गर्दाखेरि उहाँहरूले के भन्नुभएको थियो भने हाम्रो पढाइ 1 इयर नेपाल हो, 2 इयर दुबई र लास्ट इयर युके, जसमा चाहिँ 1 इयर नेपालमा हाम्रो 1 इयर नै भनेको थियो, फाउन्डेसन इयर भनेर खुलाउनु भएको थिएन उहाँहरूले। सेकेन्ड इयर दुबईमा गएपछि हामीले इन्टर्नसिपको अपर्च्युनिटी पाउँछौँ, पढ्दै हामीले काम गर्न सक्छौँ भन्ने आशमा हामीले त्यो कलेज जोइन गरेको थियौँ। तर रियालिटीमा हेर्दाखेरि हामीले त्यो अवसर पाइनौँ। एडमिसन प्रोसेसहरू पनि एकदमै सजिलो थियो। एडमिसन गर्दाखेरि हामीले रिभ्यू मात्र दिए पुग्थ्यो उहाँहरूलाई। राम्रो रिभ्यू दिएपछि हाम्रो एडमिसन ओके भनेर आउँथ्यो। कोर्स भनेर हामीलाई बीएससी अनर्स भनेर थाहा थियो। त्यसको मतलब 4 इयर डिग्री, जहाँ चाहिँ हामीले रिसर्च त्यति धेरै गरेनौँ। बीएससी अनर्स भन्ने बित्तिकै 4 इयर डिग्री हुनको कारणले हामीले रिसर्च त्यति डिपली गर्नुपर्ने आवश्यकता नै ठानेनौँ। हामी त पढ्न गएको हो, पढेर केही नलेज लिन्छ, नलेज लिएर पढ्न स्टुडेन्ट जाँदैन नि त। त्यही भएर हामीले त्यति धेरै डिप रिसर्च गरेर चाहिँ गएनौँ। हामीले जब एल्युमिनीहरू देखाउनु कलेजको भनेर उहाँहरूलाई भन्यौँ, उहाँहरूले हामीलाई त्यो केही पनि देखाउनु भएन। अहिले चाहिँ उहाँहरूले टेलिपोर्टरहरू ल्याएर देखाइराख्नु भएको छ उहाँहरूको पेजमा, जुन चाहिँ हामीले पहिलेदेखि माग गरेको कुरा थियो। हामीले यो मिटिङहरू राख्नु अघि, हामीले यहाँ सोसियल मिडियामा आउनु अघि हामीले उहाँहरूसँग धेरै मिटिङहरू गरिसकेको थियौँ कलेजमा। फर्स्ट स्टार्ट हामीले हाम्रो फ्याकल्टीबाट गरेको थियौँ, जो उहाँ चाहिँ हाम्रो सिनियर हुनुहुन्छ, प्रोग्राम कोअर्डिनेटर। उहाँले हामीलाई सुरुमा हामीले क्वेसन सोद्धाखेरि यो मैले तपाईँहरूलाई भन्ने होइन, तपाईँहरू मसँग यसको एन्सर छैन, तपाईँहरू गएर अरूसँगै बुझ्नुहोस् भनेर दिनुभयो। यो कलेज यहाँ हामीले 1 इयर राखेको एसाइनमेन्टहरू सिकाउन हो, तपाईँहरूलाई पछि दुबई गएर राम्रो भविष्य सेभिङ गराउन हो भनेर भन्नुभयो। दुबई TWIमा निश्चलपुरी सर हुनुहुन्छ, जहाँ धेरै हरासमेन्टको केसहरू स्टुडेन्टले भएको भन्दाखेरि पनि उहाँलाई अहिलेसम्म कारबाही गर्न सकेको छैन कलेजले। हाम्रो बाहिर जान आइएल्स र पिटी चाहिँदैन, लेबर कार्ड बनाइदिनुहुन्छ। स्टुडेन्ट भएर लेबर कार्ड बनाइदिन किन आवश्यकता छ भन्ने क्वेसन पनि यहाँ आउँछ एउटा। 48 क्लासेस पर इयर हुन्छ। फिज भने हाम्रो फर्स्ट इयरमा 2,15,000 हुन्छ नेपालको लागि, अनि दुबईमा 7,50,000 पर इयर। डिभाइड 48 क्लासमा डिभाइड गर्दाखेरि 7,50,000 इन्टु 48 डिभाइड गर्दाखेरि 15,625 हुन्छ पर क्लासको। त्यो त एकदमै राम्रो होइन नि त। हामीले पर क्लासको 15,625 त तिरेर राम्रो क्वालिटी एजुकेसन भएको भए, एउटा राम्रो शिक्षा भएको भए ओके भन्ने थियो। तर उहाँहरूको एउटा मात्र 7वटा सब्जेक्ट, तर एउटा मात्र टिचर। वर्कसप, ट्युटोरियल्स, मल्टिपल लेक्चर्स यो केही पनि छैन। 15 आवर्स अ विक क्लास मात्रै छ।